सम्पूर्ण मित्रहरूलाई हामी कुल पूजाको घरमा कुल घरमा प्रवेश गर्दैछौँ। हामी सम्पूर्ण हामी दाजुभाइहरू कर्मचारी बन्धुबान्धवहरू यहाँ धेरैजनाको सङ्ख्यामा उपस्थित हुनुहुन्छ। यहाँहरूलाई मैले जानकारी गराएँ। हामी कोही तराईदेखि छौँ, कोही पाहाडदेखि छौँ भने कोही काठमाडौँदेखि, कोही भक्तपुरदेखि, नेपालको विभिन्न ठाउँमा छरिएर बस्नुभएको हाम्रो कर्मचारी समाजको कर्मचारी बन्धुबान्धवहरू यहाँ कुल पूजाको लागि यसरी जम्मा भएको छ। कुल पूजा गर्दै हुनुहुन्छ। म पनि यो कुल पूजामा सरिक छु। मेरो भाइहरू, मेरो काकाहरू, मेरो ठुलोबाहरू यसै गरी कर्मचारी समाजको यो टी सर्ट यो देख्न सकिन्छ। यहाँहरूलाई म जानकारी गराएँ। हाम्रो कुल घर, हाम्रो देउता चाहिँ यहाँ छ। हाम्रो यो भित्र हाम्रो मान्ने देउता यहाँभित्र राख्ने चलन छ। यो हाम्रो समाज भवन हो। यो समाज भवन भित्र हामी यहाँ देउता छ। हाम्रो देउता चाहिँ मैले देखाउनु मिल्दैन र यो समाज भवनभित्र रहेर हामी आज दिन बिताउनेछौँ। यहाँ भोज खानेछौँ, यहाँ बोकाहरू काट्नेछौँ। हामी धेरैजना छौँ यहाँ 100-150 जनाको सङ्ख्यामा हामी कर्मचारी बन्धुबान्धवहरू भाइ भतिजाहरू हामी यो लगभग हामी एउटै घरको परिवारहरू हो। अहिले चाहिँ हामी छरिएर कोही तराई कोही पाहाडमा बसेको भए तापनि हामी एउटै घरको परिवार हो। हामी यसरी पूजा गर्दैछौँ। हस्त धन्यवाद। यहाँहरूलाई जानकारी गराएँ।